नमस्ते साथीहरू, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु साथीहरू है। यो चिया बगान साथीहरू वरिपरिको माहौल एकदमै राम्रो छ। जो साथीहरू यो ठाउँमा घुम्न आउनु भएको छैन घुम्न आउनु होला, एकदम बवाल भिडियो छ है। यो चिया बगानको अन्तिम भिडियो साथीहरू, जो साथीहरू घुम्नु भएको छ घुम्न आउनु होला। घुम्न आउनु नभएको साथीहरू घुम्न आउनु होला, एकदम बवाल भिडियो छ। यहाँ साथीहरू टिकट पैसा के पनि तिर्नु पर्दैन। यो साथीहरू भोटेचौरबाट सँगसँगै अलिकति यता चिया बगान यो सिन्धुपाल्चोकमा पर्छ साथीहरू है। एकदम बवाल भिडियो छ। जो साथीहरू घुम्नु भएको छैन घुम्न आउनु होला, एकदम राम्रो ठाउँ है। तपाईहरु घुम्न आउन चाहनुहुने साथीहरूलाई है, त्यति धेरै खर्चिलो पनि छैन साथीहरू। यहाँ आएर तपाईहरु मजाले बसेर खाजा ल्याएर खाजा खाएर है परिवारसहित रमाइलो गर्न सक्नुहुन्छ। हाम्रो यो चिया बगान चाहिँ साथीहरू एकदम ठुलो एरियामा छ। सबै एरिया घुमेर त मैले देखाउन सकिनँ। जस यो एरिया सबै चिया बगान हो यता है। अनि सँगसँगै यता माथिसम्म साथीहरू चिया बगान छ। माथिसम्म देखिराख्नु भएको छ। त्यो जङ्गलभन्दा मुनिसम्म सबै चिया बगान हो। यहाँ घुम्न आउनु होला, भिडियोहरू पनि बवाल भन्छ। ल जाउँ यादव सर, बवाल भन्छ। जो साथीहरू घुम्नु भएको छैन घुम्न आउनु होला, डुल्नु होला। एकदम बवाल छ है चिया बगान। आउनुहोस्, एकदम बवाल छ। परसम्म छ चिया बगान। अहिले चिया बगान बन्द रहेछ साथीहरू है। पहिला चाहिँ चिया बगान चलेको थियो, एकदम राम्रो देखिन्थ्यो। एक लाइनमा काटिएको हुन्थ्यो। अहिले चाहिँ साथीहरू चिया अलिकति माथि उम्रेर माथि आइसकेको छ। त्यही भएर त्यति धेरै झाडी जस्तो देखिएको छ, त्यति राम्रो देखिएको छैन है। जो साथीहरू घुम्नु भएको छैन घुम्न आउनु होला, एकदम बवाल छ। ठाउँ राम्रो छ, वरपरको माहौल है अब बवाल छ। यता पनि साथीहरू है, जो साथीहरू घुम्नुहुन्छ भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। यस्तै भिडियो हेर्नको लागि नेक्स्ट अरू ठाउँको पनि म तपाईँहरूलाई भिडियो फेरि पनि देखाउने छु साथीहरू। यो चिया बगानको एकदम बवाल भिडियो है। यहाँ एउटा सेल्फी हान्ने ढुङ्गा पनि रहेछ साथीहरू है। एकदम बवाल, वरिपरिको माहौल हेर्नुहोस् है। ल एकदमै राम्रो छ चिया बगान है। पारी लोस्से हिमाल देख्नु भएको छ, लोस्से हिमाल हो त्यो। यहाँ सिसी क्यामेराको निगरानीमा बस्नुहुन्छ साथीहरू। त्यहाँ आएर नचाहिने काम नगर्नु होला है। पर अफिसमा देखिरहेको हुन्छ, पर तपाईँहरूलाई समात्न पनि सक्छ। फेरि यहाँ आएर नराम्रो काम गर्नुभयो भने राम्रो नियतले आउनुहोस्, राम्रो तरिकाले फोटो भिडियोहरू बनाउनुहोस्, जानुहोस् है। चिया बगान एकदम बवाल छ। आउनु होला, घुम्नु होला। फेसबुकमा जोडिने साथीहरूले फलो गर्नु होला, टिकटकबाट जोडिने साथीहरूले फलो गर्नु होला। जो साथीहरू युट्युबबाट जोडिन्छ सबैजनाले सब्सक्राइब गरेर नभुल्नु होला। पार्ट 1, पार्ट 2, पार्ट 3 गरेर यहाँका भिडियोहरू म तपाईँहरूलाई देखाउने छु है। यो चिया बगानको साथीहरू अब सँगसँगै साथीहरू हामी पनि यहाँको लास्ट हाम्रो गन्तव्य स्थल यही चिया बगान थियो। चिया बगानको अन्तिम भिडियो यही नै हो साथीहरू। अब नेक्स्ट अब कस्तो ठाउँमा पुगिन्छ, कस्तो ठाउँमा गरिन्छ हेर्नु त साथीहरू है। म चिया बगानमा हराएको छु, एकदम बवाल छ। तपाईँहरू आउनु भएको छ भने आउनु होला, डुल्नलाई एकदम बवाल राम्रो छ यो चिया बगान है। अलि माथिसम्म जाने ठाउँ छ साथीहरू। सबै ठाउँमा घुमेर देखाउन सकिएन। यहाँ आइसकेपछि तपाईँहरूको लागि एउटा इम्पोर्टेन्ट कुरा के भनेदेखि यहाँको माहौल तपाईँहरूलाई मैले देखाउन पाएँ भने तपाईँ भोलिका दिनमा आएर यहाँ घुम्न सक्नुहुन्छ, डुल्न सक्नुहुन्छ है। एकदम बवाल छ, दायाँ बायाँको माहौल अनि रमाइलो। अनि धेरै आज चाहिँ त्यति धेरै साथी हुनुहुन्न। हेर्नु त पारी हिमाल कस्तो खतरा देखिरहेको छ। हिमाल लोस्से हिमाल है। हिमालको काखमा यो साथीहरू चिया बगान वरिपरिको माहौल है, एकदम बवाल छ। जो साथीहरू घुम्नु भएको छैन घुम्न आउनु होला। युगल जोडी हुनुहुन्छ भने झनै बवाल हुन्छ साथीहरू। यहाँ घुम्नको लागि आउनु होला, रमाइलो गर्नु होला है। घुम्ने डुल्ने साथीहरू उमेर छँदै हो। अरू बेला त साथीहरू बुढेसकाल लागेपछि के घुम्ने के डुल्ने के रमाइलो गर्ने है। अलिकति बाटो चाहिँ साथीहरू चिया बगानभित्र जाने यस्तै नै हुन्छ, गाउँको जस्तो बाटो छ। घुम्न सक्नुहुन्छ, आउनुहुन्छ सक्नुहुन्छ, डुल्न सक्नुहुन्छ है। बवाल भिडियो बन्न सक्छ। तपाईँहरूको लागि ब्लगर युट्युबर हुनुहुन्छ भने पनि बवालै हुन्छ साथीहरू। यहाँ आउनुहोस्, घुम्नुहोस् है, डुल्नुहोस्। एकदम रमाइलो ठाउँ छ। यता मासतिर पनि साथीहरू चिया बगानै हो। पारी जातिसम्म चिया बगान, यो सबै चिया बगान हो साथीहरू। यो एरिया सबै चिया बगान हो। यसरी यो सबै चिया बगान यो देखिराख्नु भएको छ। यो मासतिरको चियाका बोटहरू हो नि, सबै चियाका बोटहरू। चिया नकाटेको कारणले गर्दाखेरि, नटिपिएको कारणले गर्दाखेरि त्यति एक साइजमा छैन। अहिले चिया बगान बन्द छ। सायद नेपालको स्थिति कमजोर भएर या घाटा लागेर हो बिजनेस होइन, त्यसले गर्दा कारणले बन्द भएको छ साथीहरू। एकदम लामो ठुलो एरियामा फैलिएको यो चिया बगान है। नेपालको एउटा गौरव गर्ने बिजनेस पनि थियो होला। अब बन्द भइसकेको छ। सायद पछि फेरि पनि स्टार्ट हुनसक्छ। साथीहरू घुम्नुहोस्, डुल्नुहोस्, रमाइलो गर्नुहोस्। यो जिन्दगीमा साथीहरू है एकदम रमाइलो छ। आउनु होला, घुम्नु होला, डुल्नु होला। एकदम बवाल छ। माथिसम्म छ ठाउँ छ है, एकदम बवाल। यता एरिया हेर्नु त चिया बगान, क्या रमाइलो छ। जो साथीहरू घुम्नु भएको छैन घुम्नु होला। भिडियो अलिकति लामो भयो जस्तो लाग्यो साथीहरू। फलो गर्नु भएको छैन फलो गर्नु होला, लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। सबैजनालाई थ्याङ्क यू सो मच। सबैजनालाई बाइ बाइ साथी।